हेलो गाइस, गुड मर्निङ। आज पनि फेरि सबैलाई वेलकम गर्दछु हाम्रो नयाँ बिहानी नयाँ दिनको सुरुवात सँगसँगै आज यो ब्लग सुरु भइरहेछ। आज तपाईहरुले नयाँ लोकेसनबाट यो ब्लग स्टार्ट भएको देख्न सक्नुहुन्छ र आज चाहिँ हामीले 1.5 वर्षपछि हाम्रो यो ब्लग स्टार्ट गरिरहेछौँ। आज चाहिँ एकदमै स्पेशल डे हो, त्यही भएर अनि क्षमा चाहन्छौँ तपाईहरुसँग 1.5 वर्षसम्म हामीले चाहिँ किन ब्लग बनाएनौँ त्यो पनि सबै रिभ्यू दिनेछौँ। जीवनमा एकदमै चेन्जेसहरु भएको छ हाम्रो, त्यो सबै कुराहरु तपाईलाई डे टु डे अपडेट गराउनेछौँ। सो आजको ब्लग चाहिँ हामी यहीँदेखि स्टार्ट गरिरहेछौँ। आज चाहिँ गाइस खुसीको दिन तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। आज चाहिँ जीवनको सबैभन्दा ठुलो सरप्राइज तपाईहरु सँगसँगै आफ्नो जीवनमा हुने आजको दिनमा जे छ त्यो सबै तपाईहरु सामु र तपाईहरु सँगसँगै पनि एक्सप्लोर गर्ने कोसिस गर्नेछौँ। सो त्यसको लागि चाहिँ ब्लगमा कन्टिन्यू बनिराख्नु होला। आजको दिनचर्याहरु तपाईहरुलाई देखाउने छु, एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ गाइज। अनि यहाँ चाहिँ बुढी पनि आएका छन्, आफ्नो पसलमा काम गरेर एकैछिन यता आएका थिए चिसो हावा खानलाई। यो नयाँ ठाउँ देखेर तपाईहरु कहाँदेखि ब्लग सुरु भइरहेछ, कुन ठाउँ भन्ने जस्तो लागिरह होला। यो सबै कुराहरु तपाईहरुलाई एक दिन जम्मै डिटेल दिनेछु मैले। सो त्यसको लागि चाहिँ वेटिङ गर्नु होला, धैर्य राख्नु होला। अब थाहा पाएँ गाइज, एकदमै हार्ड हुने रहेछ डेली बाई डेली ब्लग अपलोड र सुट गरेर हाल्न। अब चाहिँ म रियलाइज गरिरहेको छु किनभनेपछि डेली बाई डेली ब्लग गर्ने कतिको हार्ड हुने रहेछ भनेर। तर धेरै हार्ड हुने रहेछ गाइज। म चाहिँ हाम्रो के अरे सौरभ जोशी ब्लगको एकदमै फ्यान हो। उहाँको भिडियो हेरेर एकदमै के भन्छन् उहाँको चाहिँ म भिडियो हेरिरहेको छु। डेली बिहानको 8 बजे ब्लग आउँछ। सो कसरी उहाँको ब्लग हेरेर चाहिँ एकदमै एक्सपायर हुन्छु। धेरै छन् इन्डियाको युट्युबरहरू द UK07, बाबु भैया, त्यसपछि मनोज दे, सबैको ब्लग हेरेर म चाहिँ एकदमै बनाऊ जस्तो लाग्ने, तर एकदम कामले बिजी भएर बनाउनै नपाउने। अब उहाँहरूले कसरी टाइम दिन सक्नुहुन्छ भन्ने कुरा अब थाहा पाएँ गाइस। कामले पनि एकदमै बिजी हुने। सो अब चाहिँ म रेडी भइसकेको छु, गइरहेको छु डेस्टिनेसनमा। तपाईहरुलाई देखाउने छु कुन ठाउँ गइरहेको छु र के चिजको डेलिभरी लिन हामी चाहिँ गइरहेछौँ। त्यो चाहिँ तपाईहरुले ब्लगमा कन्टिन्यू बनिसकेपछि हेर्न सक्नुहुन्छ। यता चाहिँ मिसेसको रेडी हुन बाँकी छ अहिले। म चाहिँ रेडी भइसकेको छु। कति बजे? टाइम त कति बजे, सायद 1.5 घन्टा। अहिले कति बजे छ? 1:19 भएको छ गाइस। त्यही सायद 2-3 बजेतिर होला। जीवनमा सबैभन्दा ठुलो उपलब्धि गाइस, आफ्नो जीवनमा यङ केटाहरूले, यङ जेनेरेसनका हरेक युवाहरूको चाहना हुन्छ कि हामीले पनि एकदमै मेहनत गरेर अनि यस्तो चिजहरू एचिभ गर्न पाऊँ भन्ने सबै युवाहरूको एकदमै चाहना हुन्छ गाइस। सो त्यो चाहना पुरा गर्नलाई चाहिँ एकदम मेहनत गर्नु पर्यो, सबैजनाले कठिन परिश्रम गर्नु पर्यो। त्यसपछि यस्तो चिजहरू एचिभमेन्ट हुन्छ। र यो चिज के हो भन्नुहुन्छ भनेपछि तपाईहरुले ब्लगमा बनिराख्नु होला। अगाडि आउने केही मिनेट अथवा आउने केही घन्टापछि तपाईहरुले अवश्य देख्न सक्नुहुन्छ। सो अहिलेलाई बाई बाई। बाइकको हेलमेट बरन्डामा राखेर गएको थिएँ, लैजाउँला भनेर वहाँ भित्र राखेर ताल्चा हानेर पसल। दिखाता है तो वो दिन में मिलने चाहिए। तुम चाय को रुपये तीरे फिर वही दिन एंट्री कर दो, बातें खत्म हो जाए। जो भी खर्चा करो पर डे को पर डे एंट्री करो का, डेट चेंज करने से पहले। वरना तो कल को आज डेट चेंज होने से
अभी बिना ब्रेक दबे त स्टार्ट त हुए तर स्टियरिङ सिस्टियरिङ नहीं चले सुरुमै बन्द रही त ब्रेक सिस्टम स्टार्ट गर्दैन अटोमेटिक स्विच अफ खुल्दै मक्खी बुझ्दै अब अनि गियर मारे बेला चाहिँ ब्रेक मार्छ ब्रेक मारल बाटी ना असली न्यूट्रल माइल डी माइल कुछ नहीं कर पड़ी रहो सब रिवर्स कर बेला फिर ऑटोमेटिक आओ गए हेलो गाइस सबैलाई फेरि पनि वेलकम छ। आज चाहिँ नेक्स्ट डे हो। हामी चाहिँ घर पुगिसकेका थियौँ हिजो कारको डेलिभरी लिएर। हेर्न सक्नुहुन्छ हाम्रो गाडी। अहिले चाहिँ म आफ्नो आँगनमा उभिएर तपाईहरुसँग कुरा गरिरहेको छु अनि आजको ब्लग चाहिँ फेरि सुरु भइसकेको छ। अहिले टाइम भएको छ तपाईको ठ्याक्कै 12:44। हाम्रो गाडी चाहिँ यो हो गाइस। कस्तो छ कमेन्ट गर्नु होला। यहाँ चाहिँ छोरा, त्यहाँ चाहिँ आयुष भान्जा। हेलो फ्यामिली। गाडीको चाहिँ पूजा गरेका छैन। अब हामी चाहिँ पूजा गर्न गइरहेछौँ एकछिन बजारतिर। त्यसपछि पूजा गरेर आइसकेपछि तपाईहरुलाई एकदमै यसको चाहिँ डिटेल रिभ्यू दिनेवाला छु। यो गाडीको सबै टोटली रिभ्यूहरू दिनेछु। के कस्तो चलिरहेछ डे टु डे अपडेट गराउने कोसिस गर्नेछु। सो बनिराख्नु होला। बाटोमा के कस्तो हुन्छ अनि कहाँ जानेछौँ हामी त्यो पनि देखाउने कोसिस गर्नेछु। फाइनली हामी चाहिँ हाम्रो न्यू ड्रिम कारमा बसिसकेका छौँ। अब चाहिँ गइरहेछौँ डेस्टिनेसनमा। पूजा गर्ने बेला के कस्तो हुन्छ त्यहाँको भ्यूहरू पनि देखाउने कोसिस गर्नेछु। हाम्रो चाहिँ टोली यता हेर्न सक्नुहुन्छ सबैजना। यता पछाडि पनि छन् अनि यता अनि हाम्रो गाडी चाहिँ यस्तो छ ढन्टेडा टुन टुन टाढ्याउ। सो गाइस फाइनली हामी चाहिँ अहिले नैनादेवी मन्दिरमा पुगेका छौँ। यता चाहिँ हाम्रो गाडीको पूजा गरेका थिएन। हिजो गाडी ल्याएको थिएँ अनि आज चाहिँ बिहानै आउँला भनेको बिहानदेखि पानी परेर आउन पाएन। सो अहिले चाहिँ तपाईँको ठ्याक्कै 1:54। यता चाहिँ हाम्रो पुजारीजी हुनुहुन्छ अनि हाम्रो चाहिँ टोली, अरू टोली आउनै बाँकी छ अहिले। यहाँ चाहिँ हाम्रो गाडी अनि मन्दिरको नजारा पनि हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो किसिमको छ। यो बोर्ड सर तपाईं एक्लै आउने यार। बधाई हो बधाई हो। तपाईलाई माने धन्यवाद। मोडो सरलाई हिजो यत्रो बड़ा लागी तो देव पाप हम पाप कर्मा ये लगा दिया आपने कंप्यूटेशन वगैरह होना ये भी होता है कॉलेज में भाई भलाई खुशी कांग्रेचुलेशन सब यार ये बोला लिखा तो क्या करना देखने वाला व्हाट्सएप कांग्रेचुलेशन है मेरे भाई ये लाइक कांग्रेचुलेशन डेट बोले मनाया ये लो बधाई जगह न धेरै बधाई छ। आफ्नो फोन एक सम्मत फोन बधाई हो। ल बधाई छ यार। सम्मत फोन बधाई हो। कसमा पनि कस्तो रहेछ फेरि। बधाई हो। सम्मत भाइ। सम्मत पनि कस्तो के रे त्यो रिभ्यू कस्तो हो। ल बधाई हो। बापै नि आउन यार। ले ल भाइ यो डबल सेट राम्रो लिनु है। त्यो साइन राम्रो चिज गणेशजीको यो गिफ्ट तिमीलाई त्यो सब हमेसा गणेशजीले खोजेको त्यो श्री गणेश साइन लेखेको कस्तो मजाको त्यहाँ भेटियो कि
सो गाइज अस्तिको ब्लग चाहिँ मैले एन्ड गर्न पाएको थिएन। आज चाहिँ एकदमै अनएक्सपेक्टेड हामी चाहिँ अहिले सिद्धार्थ कटेजमा बसेका छौँ यता धनगढी चौराहामा। अनि हामी बस्दा बस्दै खाजा खाइरहेको थियौँ साथीभाइहरू। अनि एकदमै सरप्राइज पाएँ मैले पनि। दाइले गिफ्ट ल्याइदिनु भएको छ अनि यता केक कटिङ गरिदिनु हो। हामी सबै ग्रुपसँग यता टोलीहरू हेर्न सक्नुहुन्छ। गाडी लिएको केक चाहिँ काटियो आज। सब यही सँगसँगै तपाईँहरूलाई यो ब्लग चाहिँ एन्ड गर्नेछु गाइज। अनि अर्को ब्लग आउनेछ कमिङ सुन, त्यसको लागि चाहिँ वेटिङमा बस्नु होला। अब चाहिँ डे बाई डे ब्लग आउनेछ। सो यो ब्लगको लागि साथ र सपोर्ट दिनु होला। थ्याङ्क यू, बाई बाई। म सँगसँगै तपाईँहरूलाई पनि कङ्ग्रेचुलेसन। बधाई हो सर जी, बधाई हो। बस